नेप्सेमा चाहिँ लिडिङ सेक्टरहरू चाहिँ होटल्स अनि त्यसपछि हाइड्रो पावर त्यसपछि म्यानुफ्याक्चरिङ यो तीनवटाले चाहिँ अहिले नेप्सेलाई चाहिँ यिनीहरूले चाहिँ लिडिङ गरिराखेको छ र अल टाइम हाई ब्रेक गरेर नेप्सीभन्दा अगाडि नै यिनीहरूले चाहिँ आफ्नो चाहिँ अल टाइम हाई ब्रेक गरेर अगाडि बढिसकेको छ भन्दाखेरि आउने नेप्सेको आउने बुलमा पनि यिनीहरूले नै नेप्सेलाई चाहिँ लिडिङ गर्ने चाहिँ चान्स एकदम धेरै छ किनभने इन्डेक्सले भन्दा कुन चाहिँ सेक्टरले चाहिँ अगाडि आफ्नो अल टाइम हाई चाहिँ ब्रेकआउट गरेर अगाडि बढ्छ त्यसैले चाहिँ इन्डेक्स बुललाई नै लिडिङ गर्छ भन्ने चाहिँ एउटा मान्यता राख्ने गरिन्छ र विगतमा पनि त्यो हाम्रो नेप्सीमा पनि हामीले देखेका छौँ। त्यसैले मैले तपाईँहरूलाई आजको यो भिडियोमा चाहिँ हाइड्रो पावर त्यसपछि होटल र त्यसपछि म्यानुफ्याक्चरिङ यो तीनवटा सेक्टरले चाहिँ कसरी चाहिँ अहिले नेप्सेलाई चाहिँ लिडिङ गरिराखेको छ भन्ने कुराहरू मैले तपाईँहरूलाई यो डिटेलमा भिडियो बनाएर आएको छु है त। यो मैले तपाईँहरूलाई देखाइरहेको यो मन्थली चार्ट हो। मन्थली चार्टमा नै तपाईँहरूले म्यानुफ्याक्चरिङ एन्ड प्रोसेसिङको आरएसआई यानि कि रिलेटिभ स्ट्रेन्थ हेर्नुहुन्छ भने यहाँ चाहिँ 80 को यानि कि 80 को लेभलमा चाहिँ रिलेटिभ स्ट्रेन्थ छ म्यानुफ्याक्चरिङ एन्ड प्रोसेसिङको है त। त्यसपछि विकलीमा हेर्नुहुन्छ भने विकलीमा पनि हामीले हेर्ने बेलामा विकलीमा 90 को नजिक चाहिँ पुगेको छ के अरे आरएसआई चाहिँ भन्दाखेरि स्ट्रेन्थ चाहिँ यस्तो सोलिड यस्तो स्ट्रङ आफ्नो चाहिँ रिलेटिभ स्ट्रेन्थ चाहिँ स्ट्रङ बनाएको छ कि म्यानुफ्याक्चरिङले, त्यही भएर एकदम बुलिस चाहिँ एकदम स्ट्रङ रूपमा चाहिँ अगाडि बढिरहेको छ म्यानुफ्याक्चरिङ एन्ड प्रोसेसिङ सेक्टरमा हामीले हेर्ने बेलामा। अब हामीले विकलीमा हेर्नुहुन्छ भने विकलीमा यो 70 भन्दा बिलो आइसकेपछि चाहिँ एक्जिट गर्ने यानि कि प्रफिट बुक गर्ने आफ्नो चाहिँ प्रफिटलाई चाहिँ बुक गर्ने भन्ने चाहिँ मान्यता राखिन्छ विकलीमा। त्यही भएर अहिलेसम्म एकदम सोलिड माथि गइराखेको छ। त्यही भएर तपाईँहरूले कुन उसमा चाहिँ हैन कुन लेभलसम्मबाट फेरि चाहिँ प्रफिट बुक हुन्छ त्यसपछि हामीले चाहिँ हेरेर यो 70 भन्दा मुनि चाहिँ आरएसआई आइसकेपछि चाहिँ हामीले प्रफिट बुक गर्दाखेरि एकदम बेस्ट हुन्छ है त। यो त्यही भएर यो फेरि 70 सम्म आउँछ, त्यसपछि फेरि माथि अर्को नेक्स्ट मुभहरू क्याच गर्दै माथि बढ्दै जान्छ। त्यही भएर बुललाई नै लिडिङ गर्ने भनेको यसै गरी फेरि माथि जान्छ फेरि तल आउँछ, जस्तै जब यहाँ आएको थियो हैन फेरि माथि गयो यो लेभलमा 80 को लेभलसम्म पुगेर फेरि यो यहाँ तल अलिक करेक्सन हुने बेलामा 70 सम्म आयो, त्यसपछि माथि गयो फेरि 90 तिर पुगेको छ, 90 बाट फेरि करेक्सन होला र त्यसपछि तल आएर फेरि अर्को नेक्स्ट मुभ यसरी चाहिँ यसले चाहिँ आफ्नो स्विङहरू गेन गर्दै अगाडि बढ्दै गएर चाहिँ नेप्सेलाई नै बुललाई नै यसले लिडिङ चाहिँ गर्ने चाहिँ क्यारेक्टर चाहिँ यसरी चाहिँ सो गर्छ है त। होटल्सको हेर्नुहुन्छ भने होटल्स यो लेभलमा थियो, अल टाइम हाई बनाएको थियो नेप्से सँगसँगै यिनीहरूले। त्यसपछि भने अब एकदम होटलले पनि यो मन्थलीमा हो, मन्थली चार्टमा अनि त्यसपछि माथि गएर एकदम हायर आएको सिरिज मन्थलीमा एकदम क्लियर बुलिस रूपमा छ मन्थलीमा नै है यो चार्ट। आरएसआई हेर्नुहुन्छ भने आरएसआई मन्थलीमा नै तपाईँको 60 भन्दा माथि छ, 66 मा छ भने एकदम बेस्ट छ क्या। एकदम अहिले हाम्रो सेक्टरमा चाहिँ 12वटा सेक्टरहरूमध्येमा सबैभन्दा बेस्ट लगानी गर्नको लागि चाहिँ उपयुक्त क्षेत्र भनेको होटल एन्ड टुरिज्म छ, जहाँ चाहिँ बढ्नको लागि अझै स्ट्रेन्थ अझै बाँकी छ। यो लेभलसम्म पुगेको थियो हेर्नुहुन्छ भने 80 को एभरेज 80 को लेभलसम्म मन्थलीमा हेर्नुहुन्छ भने आरएसआई 80 सम्म चाहिँ पुगेको स्ट्रेन्थ चाहिँ थियो बुलिसमा भने यहाँ पनि त्यही थियो भनेपछि अझै यहाँ चाहिँ कति छ 66 छ भनेपछि यो लेभलसम्म पुग्दाखेरि यसको चाहिँ लगभग अहिले 8000 छ भनेपछि 12-14 सम्म पुग्न पनि सक्छ है त। यो होटल एन्ड टुरिज्ममा एकदम अहिले स्ट्रेन्थ एकदम छ, मोमेन्टम बढ्नको लागि अहिले उसको अझै पनि स्ट्रेन्थ चाहिँ बाँकी नै छ। त्यही भएर यो मन्थलीमा भयो भने अब हामीले यसलाई चाहिँ मैले विकलीमा देखाउँ। विकलीमा चाहिँ के रहेछ आरएसआई विकलीमा हेर्नुहुन्छ भने विकलीमा यो लेभलमा पुगेको रहेछ, यो लेभल 70 बाट फेरि तल आएको छ भनेपछि फेरि करेक्सन हुँदै फेरि माथि बढ्दै करेक्सन हुँदै माथि बढ्दै गरेर चाहिँ क्लियरली चाहिँ यो 60 भन्दा माथि भइसकेपछि चाहिँ स्ट्रङ रूपमा चाहिँ आफ्नो मोमेन्टम गेन गर्यो भन्ने चाहिँ मानिन्छ सेक्टर वाइज रूपमा अथवा स्टक वाइज रूपमा हैन त। हामीले सेक्टरमा पनि हेर्ने बेला मैले यो एकदम प्योर रूपमा 60 भन्दा माथि छ भनेपछि एकदम हामी चाहिँ लगानी गर्नको लागि एकदम उपयुक्त यहाँ चाहिँ मोमेन्टम चाहिँ अहिले चाहिँ छ होटलमा भनेर हामीले बुझ्न सकिन्छ। ठिक छ हैन, हामीले मन्थलीमा पनि हेर्यौँ विकलीमा पनि हेर्यौँ,
स्ट्रङ रुममा चाहिँ यो 60 भन्दा माथि नै छ हैन। त्यसपछि हामीले हाइड्रो पावरमा हेरौँ। हाइड्रो पावरमा हेर्नुहुन्छ भने यहाँ छ हाइड्रो पावर अहिले मन्थलीमा नै तपाईँको आरएसआई हेर्नुहुन्छ भने मन्थलीमा नै अहिले 64 छ। मन्थलीमा नै हाइड्रो पावरको आरएसआई 64 भनेको स्ट्रङ रुममा चाहिँ यसमा चाहिँ बुलिस चाहिँ यसले क्याच गरिसकेको छ। अब त्यसपछि यो लेभलमा थियो अल टाइम हाई बनाएको 2021 मा, भनेपछि 1 2 3 चौथो पटकमा चाहिँ यसलाई चाहिँ ब्रेकआउट गरेर माथि गएको छ हैन। मोमेन्टम एकदम स्ट्रङ छ, बुलिसमा चाहिँ एकदम इन्ट्री गरिसकेको चाहिँ सेक्टरको रूपमा चाहिँ हामीले हाइड्रो पावर देख्न सकिन्छ यो मन्थलीमा। अब हामीले विकलीमा नै हेरौँ। फेरि विकलीमा हेर्नुहुन्छ भने एकदम बेस्ट छ। अहिले करेक्सन अलिकति करेक्सन भएको छ, यो बेस्ट सेटअप छ। हाइड्रो पावरमा हेर्नुहुन्छ भने हाइड्रो पावर माथि यसलाई अल टाइम अहिले ब्रेकआउट गरेर रिटेस्ट भएर फेरि त्यही माथि जुन लेभललाई चाहिँ ब्रेकआउट गरेको थियो माथि गएर रिटेस्ट भएर त्यो लेभलभन्दा माथि नै सस्टेन भएर बसिराखेको छ विकलीमा भन्यो भने। यसमा पनि अब यसले चाहिँ फेरि नेक्स्ट अब आफ्नो मुभ लिनको लागि स्ट्रेन्थ चाहिँ अब बनाउने चाहिँ क्रममा नै रहेको छ भन्ने हामीले बुझ्न सकिन्छ। यो भनेको 72 तिरबाट फेरि करेक्सन भएर तल आएको छ। अहिले पनि 70 अहिले पनि 62 मा चाहिँ विकलीमा देखिन्छ हाइड्रो पावर। यसरी हामीले हेर्ने बेलामा हाइड्रो पावरको मन्थलीमा पनि त्यसपछि विकलीमा पनि 60 भन्दा माथि नै छ। त्यसपछि म्यानुफ्याक्चरिङको हेर्नुहुन्छ भने म्यानुफ्याक्चरिङको पनि त्यस्तै नै छ। म्यानुफ्याक्चरिङको झन् तपाईँले हेर्नुभयो भने 90 तिरको छ विकलीमा नै। मन्थलीमा हेर्नुहुन्छ भने लगभग 80 कै रेसियोमा चाहिँ चलिरहेको छ आरएसआई भनेपछि स्ट्रेन्थ एकदम स्ट्रङ छ। त्यसपछि होटलको पनि हेऱ्यौँ, होटलको हेर्ने बेलामा पनि 60 छ विकलीमा भने। मन्थलीमा हामीले हेर्ने बेलामा मन्थलीमा पनि 66 छ भनेपछि यस्तो सोलिड चाहिँ यिनीहरूले चाहिँ आफ्नो चाहिँ बुलिस चाहिँ मोमेन्टम चाहिँ यिनीहरूले चाहिँ गेन गरिसकेको छ र नेप्सेलाई चाहिँ लिड गरेर अगाडि बढिसकेको छ। अब हामीले यो भने कुन आधारमा चाहिँ यिनीहरू तीनवटाले चाहिँ सेक्टरले चाहिँ नेप्सेलाई चाहिँ लिड गरिराखेको छ र आगामी बुलको लिडिङ सेक्टर बन्न सक्छ भन्ने कुरा मैले तपाईँहरूलाई भनिसकेँ हैन। अहिलेसम्म नेप्सेमा तपाईँले हेर्नुभयो भने नेप्सेमा यो कुनै पनि अहिले उसमा यस्तो छैन कि नेप्सेमा चाहिँ यो 60 भन्दा माथि कुनै पनि पुगेको छैन। तपाईँलाई म सर्टमा देखाइहाल्छु त्यो पनि त। नेप्सेमा तपाईँको विकलीमा हेर्नुहुन्छ भने विकलीमा 55 को रेसियोमा चलिरहेको छ हैन। त्यसपछि मन्थलीमा हेर्नुहुन्छ भने 57 छ भनेपछि यिनीहरूमा त्यही भएर नेप्सेले भन्दा चाहिँ त्यो सेक्टरहरूले चाहिँ आफ्नो चाहिँ स्ट्रेन्थ चाहिँ गेन गरेर बुलिस चाहिँ उसमा चाहिँ प्रवेश गरिसकेको छ भन्नुको कारण नै त्यही हो। अब यो त भयो तीनवटा सेक्टरहरू हैन। अब अरूमा हेर्नु भने अरू तपाईँको हेर्नुहोस् त ल बैंकिङ हेर्नुहोस् त। यहाँ कमर्सियल बैंक तपाईँको मन्थलीमा हेर्नुहुन्छ भने 53 मा छ हैन। यसलाई मैले विकलीमा हेरौँ ल। मन्थलीमा पनि हैन विकलीमा पनि 53 हैन 55 मा रहेछ भनेपछि त्यही भएर बैंकिङ र नेप्से चाहिँ एउटै उसमा चाहिँ रेन्जमा चाहिँ हिँडिरहेको छ हैन। अब त्यसपछि डेभलपमेन्ट बैंकको हेरौँ ल। हेर्नुहोस् ल, डेभलपमेन्ट बैंकमा तपाईँको अहिलेसम्म 55 छ हैन, 55 छ विकलीमा। हामीले मन्थलीमा हेर्नुहुन्छ भने मन्थलीमा 58 रहेछ हैन डेभलपमेन्ट बैंक। तपाईँको ट्रेडिङ हेर्नुहोस् त, झन् ट्रेडिङ कहाँ छ, ट्रेडिङको झन् बेहाल छ हैन, 52 मा रहेछ ट्रेडिङको। ट्रेडिङ चाहिँ 52 मा चाहिँ छ भने मन्थलीमा। विकलीमा हेर्नुहुन्छ भने झन् विकलीमा झन् 48 छ हैन त। झन् तपाईँहरूले इन्भेस्टमेन्टको हेर्नुहोस्, इन्भेस्टमेन्टमा विकलीमा हेर्नुहुन्छ भने 46 छ हैन इन्भेस्टमेन्ट सेक्टरको। त्यसपछि मन्थलीमा हेर्नुहुन्छ भने 52 छ है इन्भेस्टमेन्ट सेक्टर। त्यही भएर यिनीहरू चाहिँ सुतिरहेको हो कि यिनीहरूलाई अब कहाँ हिँड्नु पनि छैन, केही पनि छैन हैन, दुःख पनि छैन, सुख पनि छैन भने जस्तै गरेर मस्त सुतिरहेकै कन्डिसनमा छ है त यो सेक्टरहरू चाहिँ। माइक्रो फाइनेन्सको तपाईँहरूले मन्थलीमा देख्नुभयो भने 50 मा छ हैन, 50 मा छ आफ्नो चाहिँ स्ट्रेन्थ। अनि त्यसपछि विकलीमा हेर्नुहुन्छ भने विकलीमा 44 छ है त माइक्रो फाइनेन्सको। त्यसपछि डेभलपमेन्ट बैंक हेरौँ। डेभलपमेन्ट बैंकको विकलीमा हेर्नुहुन्छ भने 55 छ डेभलपमेन्ट बैंकको विकलीमा 55। मन्थलीमा हेर्नुहुन्छ भने 58 छ है त डेभलपमेन्ट बैंक। बैंकिङभन्दा अलिकति अगाडि छ है त। यसरी नै 12वटा सेक्टरहरूको चाहिँ मैले तपाईँहरूलाई आफ्नो स्ट्रेन्थहरू कुन पोजिसनमा रहेको छ भनेर मैले तपाईँहरूलाई सेयर गरेँ हैन। लास्टमा सर्टली भन्नुपर्दाखेरि नेप्सेको एनालाइसिस गर्नुपर्दाखेरि नेप्से अहिले फर्स्टमा हामीलाई यो ट्रेन्ड लाइनलाई ब्रेकआउट गर्नुपर्ने हुन्छ। त्यसपछि मात्रै हाम्रो फर्दर स्टेपको लागि हामी चाहिँ अलिकति इन्ट्री गर्नको लागि त्यसपछि मार्केटको चाहिँ यो 2880 पुग्नको लागि यो ब्रेकआउट लेभल हेर्नुपर्ने हुन्छ। त्यसपछि यसलाई ब्रेकआउट नगरिकन हैन हामी चाहिँ फेरि
यो लेभललाई नै ब्रेकआउट नगरिकन प्रिभियस यो लोवर हाई थियो होइन, मार्केट तल आउनुमा लोवर हाई थियो, यसलाई ब्रेकआउट नगरिकन फेरि इन्ट्री गर्नको लागि चाहिँ अलिकति रिस्की पनि हुनसक्छ। ट्रेन्ड लाइनले मात्रै हेरेर हुँदैन है त, किनभने मार्केट फेरि यसलाई ब्रेकआउट गरेर माथि गयो भने मात्रै डेलीमा चाहिँ फेरि हायर हाईतिर मार्केटमा गयो भन्ने हुन्छ। नत्र भने यो लेभलबाट फेरि तल आयो भने मार्केट अझै पनि नेगेटिभ सेन्टिमेन्टमै छ होइन, त्यही भएर लोवर लोतिर नै जान्छ कि भन्ने हुन्छ। त्यही भएर हामी चाहिँ यो ट्रेन्ड लाइनलाई फर्स्ट ब्रेकआउट गरेपछि हामी अलर्ट भएर हामी हेर्ने, त्यसपछि यो 2880 को लेभललाई ब्रेकआउट गर्न दिने, त्यसपछि मात्रै हामी इन्ट्री गऱ्यो भने अलिकति सेफ हुन्छ। त्यसपछि फर्स्टमा हाम्रो नेक्स्ट भनेको 2970 को लेभल छ र सप्लाई जोन, त्यसलाई ब्रेकआउट गऱ्यो भने फेरि माथि 3030 छ, 30 छ, त्योभन्दा माथि गयो भने अल टाइम हाई 3227 को लेभल छ भनेपछि तल यदि यसैलाई फेरि कन्टिन्युस गरेर फेरि मार्केट डाउन नै भइरह्यो भने नेक्स्ट सपोर्टको लागि अहिले हामी 2670 को उसलाई चाहिँ सपोर्ट लेभल, यो लेभल बसिराखेको छ सपोर्टको लागि भन्यो भने यसैलाई नै फेरि ब्रेकआउट गरेर तल आयो भने फर्दर सपोर्टको लागि नेक्स्ट सपोर्ट भनेको 2610 सम्म चाहिँ हामीले चाहिँ अहिले हामीले चाहिँ एक्सपेक्ट गर्न सकिन्छ है त साथीहरू। सो यसरी मैले तपाईँहरूलाई आज यो भिडियो मार्फत नेप्सेको चाहिँ सर्ट रूपमा चाहिँ एनालाइसिस, त्यसपछि सेक्टर वाइज रूपमा चाहिँ हाइड्रोपावर, त्यसपछि होटल र म्यानुफ्याक्चरिङले चाहिँ कसरी नेक्स्ट बुडलाई चाहिँ यिनीहरूले चाहिँ लिड गर्ने सम्भावनाहरू कसरी चाहिँ भन्न सकिन्छ भन्ने कुराहरू मैले तपाईँहरूलाई सेयर गरेँ होइन। यति भन्दै यस्तै भिडियोको लागि मलाई फलो गरेर मसँग रहनु होला। आजको यो भिडियोबाट म बिदा हुन्छु। हस् त, नमस्ते, थ्याङ्क यू।